अब भान्सा कम्तीमा पनि 16% महँगिने भएको छ। तेल वृद्धिको असर सार्वजनिक गाडी अनि ढुवानी भाडामा वृद्धि भएको छ। हामीले नेपालमा स्वचालित भाडा वृद्धि दर लागू गरे पश्चात तेलको भाडामा अस्वाभाविक वृद्धि भइसकेपछि यो पहिलोचोटिको मूल्य वृद्धि हो। सम्भवतः यो छिटै घटोस् भन्ने आशा राखौँ। तर पनि अब भने तपाईँको यात्रामा यदि तपाईँ सार्वजनिक सवारी साधनबाट यात्रा गर्दै हुनुहुन्छ भने 16.71% को वृद्धि देख्न सक्नुहुन्छ। जस्तो कि दाङको लागि 1853 रुपियाँ भाडा थियो भने अब त्यो बढेर 2162.63 रुपियाँ भाडा भएको छ। अन्य समयमा 2100 रुपियाँसम्ममा तपाईँ ट्राभल गर्न सके पनि चाडबाडको बेला र सिजनको बेलामा भने तपाईँले 2160 रुपियाँ अथवा 62 रुपियाँ नै कुर्बान गर्नुपर्ने हुन्छ। रह्यो कुरा मालवाहक सवारीको, पहाडको क्षेत्रमा 21.68% वृद्धि भएको छ भने तराईमा तपाईँको 15.75% वृद्धि भएको छ भने बुझ्नुहोस् तपाईँको भान्सा तपाईँको चुलामा कम्तीमा पनि 15% को वृद्धि भएर जानेछ। जस्तै कि म पोखराको प्लान 10,000 मा बनाइरहेको थिएँ भने अब यसमा 16% वृद्धि भएर कम्तीमा पनि मेरो खर्च 11,600 रुपियाँ पर्नेछ। यसले हरेक नागरिकको गोजीमै असर पार्ने देखिन्छ। यसलाई सरकारले छिट्टै राहत दियोस्, जनताको गोजीबाट खसिरहेको यो खर्चलाई बचाउने प्रयास थालोस्। मेरो शुभकामना। तपाईलाई यो वृद्धि कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोला।